देखाउँदैछु है साथीहरु। म चाहिँ यहाँ चाहिँ मैले सिमला मिर्च लामो लामो कटिङ गरेको छु, बारीक 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 भन्दा पनि त्यति छैन। अनि यहाँ चाहिँ गाजर छ, अनि यहाँ चाहिँ छ स्क्वाश, घेरी हुन्छ नि त्यो लामो खालको फर्सी त्यो, अनि अलिकति प्याज काटेको छु। मलाई चाहिँ पिरो मन पर्ने भएकोले यहाँनेर हरियो खोर्सानी छ, अनि ठाउँ सानो भएर यताउता भएको छ साथीहरु। यो चाहिँ चना हो, थोरै लाउँछु यो चाहिँ। अनि मसँग चाहिँ बटर छ, यहाँ झुकिएर अलिकति तेल लगाइहालेछु। म चाहिँ यहाँ बटरमा बनाउन लागेको यसरी। अनि हेर्नुहोस् है त नुडल बनाएको मिक्स भेज चाउमिन कसरी बन्छ भनेर हजुरहरूले पनि डाइट गर्दै हुनुहुन्छ, डाइटिङमा हुनुहुन्छ भने चाहिँ एकदमै राम्रो हुन्छ है। यो चाहिँ मैले यहाँ प्याज लगाएँ अलिकति, अनि थोरै छ। अनि मेरो ब्याकग्राउन्डलाई चाहिँ इग्नोर गर्नु होला। यसरी मैले अलिअलि प्याजलाई, धेरै होइन अलिअलि, केही लगाएको छैन यसमा चाहिँ। मैले स्पाइसी लभर भएकोले स्पाइसी चाहिँ मलाई एकदमै चाहिन्छ, तर आजकल चाहिँ मैले एकदम कम गरेको छु स्पाइसीहरू खानलाई। हेल्थ चाहिँ मेरो एकदमै आजकल प्रब्लम छ हेल्थहरूमा, त्यही भएर मैले वाइटीबाट धेरै समय ग्याप पनि लिनु पर्यो। हाम्रो चाहिँ फ्यामिलीमा सबैजना बिमारी भएको कारणले। अनि यसलाई मैले थोरै लगाइदिएँ। मैले चना दाना दुनी चाहिँ मैले ज्यादा खानु हुँदैन, मलाई चाहिँ एकदमै युरिक एसिडको प्रब्लम, हात खुट्टा दुख्नेहरू छ र पनि यति चाहिँ मलाई मनपर्ने भएकोले लगाएँ। हेर्नु है यहाँ, यो चाहिँ मेरो चाउमिन हो, बिना नुडलको चाउमिन है। नमक लगाएँ, केही लगाएको छैन है मैले यहाँ बिचमा, हजुरहरूले देख्न सक्नुहुन्छ। मेरो छोरी पछाडिबाट एकदमै तङ गर्दैछ मलाई। अनि यो चाहिँ मैले चिल्ली फ्लेक्स लगाएँ, पिरो चाहिँ। यो चाहिँ यतिको पिरो चाहिँ मेरो नर्मलै हो है, मैले ज्यादा पिरो खाइरहेको हुन्छु अरू बेला पनि, तर अहिले चाहिँ मैले एकदमै कम गरेकोले यो चाहिँ नर्मल स्पाइसी हो मेरो लागि। अब पालो आयो नुडल। नुडल चाहिँ मेरो मिक्स भेज। अब मैले यसरी लगाइदिएँ यहाँ, हेर्नुहोस् है कसरी खाने। अब यो मेरो मिक्स भेजहरू भयो। यहाँ अलिअलि मैले सोया लगाइदिएँ, ज्यादा होइन, एकदमै कम मात्रामा। अनि थोडा सा सिरका, यसलाई चाहिँ मैले मिक्स गरेँ है, ज्यादा यसलाई चाहिँ पाक्न दिने होइन। मलाई चाहिँ एकदमै काँचो काँचो मिक्स भेजहरू मनपर्छ। यो झर्दैछ पनि। यो चाहिँ मेरो आजको डिनर। एकदमै खाँसी आयो, त्यो चिल्ली फ्लेक्स लगाएको थिएँ अनि सोया सस र सिरकाले गर्दा। ल मेरो आजको डिनर है साथीहरू, यसरी खानुहोस् हजुरहरू पनि। चाउमिनको टेस्ट पनि यहीँबाट आउँछ, सोयाहरू सिरकाहरू भएकोले। अनि नुडल खानु पनि अब हेल्थलाई गाह्रो हुन्छ, मलाई चाहिँ एकदमै प्रब्लम छ अहिले हेल्थलाई। मैले चाहिँ मुख बार्दैछु, टिपिकल नेपालीमा भन्नुपर्दा चाहिँ मैले मुख बार्दैछु खानेकुराहरूमा, एकदमै कन्सियस गर्दैछु। मलाई चाहिँ गाह्रो भएको थियो यो पालि, पुरा 1 महिना म वाइटी युट्युबबाट टाढा पनि हुनु पर्यो। घरमा म बिमारी, अनि सँगसँगै नानी, हस्बेन्ड पनि धेरै बिमारी हुनुभएकोले 1 महिना पुरा मैले ग्याप लिएँ। मेरो नेपाल जाने प्लान पनि क्यान्सल भएको थियो हेल्थले साथ नदिएर। ल यसलाई एकछिन आगो ठुलो गरेर पानी सुकाउने, एकछिन मात्रै आगो ठुलो गर्ने हो है। यो चाहिँ मेरो बिना इफेक्ट, बिना एडिटको भिडियो हो। हजुरहरूलाई जस्तो लाग्छ त्यस्तै कमेन्ट गर्नु होला। अनि अब कसैलाई दिनमा लन्च गर्न मन लाग्छ भने यसको लन्च गरे पनि हुन्छ। एक टाइम खाना खाएर एक टाइमको खाना स्किप गर्नुहुन्छ भने चाहिँ जुनै बिहानको भए पनि बेलुकाको भए पनि एक टाइमको खाना चाहिँ यसलाई बनाउनु हो। हजुरको पेटहरू पनि घट्छ, हेल्थमा पनि सुधार आउँछ, अनि जङ्क फुडहरू खानु पनि परेन। मलाई चाहिँ मनपर्छ है, हजुरहरूलाई चाहिँ अब यस्तो मिक्स भेजहरू कतिको मनपर्छ। मलाई चाहिँ योहरू एकदमै मनपर्छ। यो मैले आगो ठुलो गरेपछि अब त्यो अलिअलि पानीहरू पनि छैन। अब यो मेरो पाको, यसलाई चाहिँ म बन्द गरिदिन्छु, आगोको फ्लेमलाई बन्द गरिदिन्छु। हजुरलाई जे मनपर्छ त्यही लाग्ने, धनियाँ पाउडरहरू, अदरक लसुनहरू
जे मनपर्छ त्यही लाउने। जति तपाईँ नुडलमा लाउनुहुन्छ चाउमिनमा त्यति लाउनु होला। तर मैले चाहिँ एकदम सादा खाँदैछु, सन्चो नभएकोले। बरु यो चाहिँ मनपर्छ, धनियाँको पत्ता चाहिँ बरु यही चाहिँ लगाइदिन्छु अलिअलि। अलरेडी कटिङ गरेको थियो र मात्रै, नत्र भने त लाउने पनि थिइनँ। यो बचेको थियो सब्जीहरू बनाउँदा। ल मेरो नुडल चाहिँ भयो। अब म हजुरहरूलाई सर्भ गरेर देखाउँछु। सबैलाई खाँसी लाग्दैछ यसले चाहिँ। ल मेरो आजको चाउमिन, बिना नुडलको चाउमिन, विदाउट नुडल चाउमिन। हजुरहरू पनि खाएर टेस्ट गर्नु होला। मलाई चाहिँ एकदम मनपर्छ यो काँचो काँचो करक करक खाने खालको। ल है साथीहरू, मैले चाहिँ यो प्लेटमा सर्भ गरेँ। मेरो चाहिँ आजको डिनर चाहिँ यस्तो भयो।